नमस्ते सम्पूर्णमा। आज मे 1 अन्तर्राष्ट्रिय श्रमिक दिवस। आज एउटा उत्सव मात्र नभएर सपना, मेहनत र संघर्षको सम्मान गर्ने दिन पनि हो। हाम्रो देशको विकास, समाजको निर्माण र हरेक परिवारको सुन्दर भविष्य सुनिश्चित गर्ने वास्तविक शक्ति श्रमसँग छ। खेतदेखि कार्यस्थलसम्म, निर्माण स्थलदेखि प्रविधिसम्म र पसिनादेखि प्रतिभासम्म सबै क्षेत्रमा श्रमिकहरूको योगदान एकदमै अमूल्य छ। हामीले के विश्वास गर्छौं भने हरेक मेहनती व्यक्तिले सम्मानजनक अवसर पाउनुपर्छ। सही सिप, सही रोजगारीसँग जोडिनु नै समृद्ध भविष्यको आधार हो। त्यसैले हामी नेपालभरका प्रतिभाशाली व्यक्तिहरूलाई उपयुक्त रोजगारीको अवसरसँग जोड्ने प्रयासमा छौं। आजको दिनले हामीलाई सम्झाउँछ, श्रमको सम्मान गरौं, श्रमिकको अधिकार सुनिश्चित गरौं र योग्य व्यक्तिलाई योग्य अवसर दिलाऊ। तपाईले आफ्नो मेहनतलाई सही मूल्य दिन आजबाट के परिवर्तन गर्नुहुन्छ? एक शब्द वा एक वाक्यमा कमेन्ट गर्नुहोस्। रोजगारी परिवारको तर्फबाट श्रमिक, कर्मचारी, उद्यमी र सपना देख्ने युवाहरूलाई श्रमिक दिवसको हार्दिक शुभकामना। धन्यवाद।